आज हामी 10 सरल उपायका बारेमा जानकारी दिनेछौँ जसले तपाईको जीवनलाई सहज, तनावमुक्त र सफल बनाउन सहयोग गर्छ। त्यसैले भिडियोलाई अन्तसम्म हेरेर यी सुझावहरू आफ्नो जीवनमा लागू गर्न नबिर्सनुहोला। टिप्स नम्बर 1, आफ्नो क्षमता र कमजोरीहरू चिन्नुहोस्। जीवनमा अघि बढ्न तपाईले आफ्नो क्षमता र कमजोरीलाई चिनेर काम गर्नुपर्छ। हामी सबैमा कमी कमजोरी हुन्छ नै, त्यसैले आफ्ना कमजोरीलाई स्वीकार गर्दै हामीले आफ्नो सकारात्मक पक्षमा ध्यान दिनुपर्छ र साथै कमजोरी सुधार गर्न प्रयास गर्नुपर्छ। यसले हाम्रो आत्मविश्वास बढाउँछ र हामीलाई सफलतातर्फ लम्कन सहयोग गर्छ। टिप्स नम्बर 2, आफूलाई अरूसँग कहिल्यै तुलना नगर्नुहोस्। तपाईको यात्रा अरूको भन्दा फरक छ। अरूसँग तुलना गर्दा निराशा र असन्तुष्टि मात्र हात लाग्छ। आफ्नो क्षमता र मेहनतमा विश्वास गर्नुहोस् र लगातार आफूलाई सुधार्दै अगाडि बढ्नुहोस्। यसो गर्न सकेमा हामीले आफ्नो धेरै समय र ऊर्जा बचत गर्न सक्छौँ। टिप्स नम्बर 3, वर्तमानमा बाँच्न सिक्नुहोस्। भविष्यमा के हुन्छ भन्ने कुरा हामी कसैलाई थाहा हुँदैन। त्यसैले हामीले भविष्यको चिन्ता गरेर समय खेर फाल्नु हुँदैन। याद राख्नुहोस्, अहिले गरिरहेको काममा ध्यान दिएर मात्रै हामीले सफल भविष्यका लागि बाटो बनाउन सक्छौँ। टिप्स नम्बर 4, धेरै नसोच्नुहोस् र सधैँ सकारात्मक सोचाइ राख्न कोसिस गर्नुहोस्। हाम्रो नेपालीमा भनाइ छ, दिललाई पहाड बनाउनु हुँदैन। अर्थात् सानो कुरालाई धेरै सोचेमा ठुलो समस्या जस्तो लाग्न सक्छ। हरेक कुरा गहिरोसँग सोच्नुभन्दा छिटो निर्णय लिने बानी बसाल्नुपर्छ। यसले तपाईलाई मानसिक रूपमा स्वस्थ रहन त सहयोग गर्छ नै, साथै सकारात्मक सोचाइ पनि राख्न सक्नुभयो भने तपाईलाई जीवनका हरेक चुनौतीको सही समाधान खोज्न पनि मद्दत गर्छ। टिप्स नम्बर 5, अहंकार त्याग्नुहोस्। अहंकारले सम्बन्ध बिगार्छ र तपाईलाई एक्लो बनाउँछ। परिस्थिति बुझ्न सिक्नुहोस् र नम्र भएर अगाडि बढ्नुहोस्। जीवनमा अहंकार कम गरी नम्रता र सहनशीलता अपनाउँदा सफलता अझ नजिक आउँछ। टिप्स नम्बर 6, मन खुला राख्नुहोस्, अर्थात् खुला मनले सोच्नुहोस्। खुला सोचले हरेक अवसरलाई आफ्नो पक्षमा पार्न सहयोग गर्छ। फरक विचारहरूलाई स्वीकार गरेर आफूलाई परिपक्व बनाउन सकिन्छ। यसले तपाईको जीवनमा नयाँ अवसरहरूको ढोका खोल्न ठूलो भूमिका खेल्छ र हाम्रो जीवनलाई सहज र स्फूर्त बनाउन सहयोग गर्छ। टिप्स नम्बर 7, सधैँ सिकिरहनुहोस्। जीवनभर सिकिरहनु नै सफलता हो। नयाँ कुरा सिक्दै, किताब पढ्दै र आत्मचिन्तन गर्दै आफूलाई सशक्त बनाउनुहोस्। यसले हरेक चुनौतीलाई सामना गर्न तपाईलाई तयार राख्छ र तपाईलाई समयानुकूल रहन पनि मद्दत गर्छ। अल्छी मानिसहरू सिक्न रुचाउँदैनन्, जसले उनीहरूको जीवनबाट उत्साह हराउँछ र उनीहरू निराशापनको शिकार हुन्छन्। टिप्स नम्बर 8, सकारात्मक व्यक्तिहरूसँग संगत गर्नुहोस्। सही साथीहरूको समूहले तपाईलाई सकारात्मक सोच निर्माण गर्न मद्दत गर्छ। नकारात्मक सोच भएका व्यक्तिहरूबाट टाढा रही सकारात्मक ऊर्जा भएका व्यक्तिहरूसँग समय बिताउनुहोस्। यसले तपाईको जीवनलाई सहज रूपमा अघि बढ्न सहयोग गर्छ र दुःख पर्दा तपाईले आफ्नो वरिपरि सहयोगी व्यक्तिहरू भेट्नुहुन्छ। टिप्स नम्बर 9, नाई अर्थात् हुन्न भन्न सिक्नुहोस्। हामीले सबैलाई सन्तुष्ट पार्न सक्दैनौँ। कहिलेकाहीँ हुन्न भन्न पनि जान्नुपर्छ, जसले तपाईलाई अनावश्यक जिम्मेवारीबाट बचाउँछ। सही समयमा हुँदैन भन्नाले तपाईलाई तनावमुक्त र अनावश्यक झमेलाबाट टाढै रहन सहयोग गर्छ, जसले गर्दा तपाईको समय र ऊर्जाको बचत हुन्छ। टिप्स नम्बर 10, आभारी बन्नुहोस् र आभार व्यक्त गर्न नबिर्सनुहोस्। हामी आभारी हुन सकियो भने हामीले जीवनका साना साना कुरामा चित्त दुखाउँदैनौँ। यसले जीवनको महत्त्व बढाउँछ र हामीलाई खुसी रहन सहयोग गर्छ। साथै कसैले तपाईलाई सहयोग गरेको छ भने धन्यवाद भन्नुहोस्। यो सानो कुरा भए पनि यसले सम्बन्ध बलियो बनाउँछ र तपाईलाई सकारात्मक हुन प्रेरित गरिरहन्छ। यी 10 सरल जीवनका सूत्र अपनाएर हामीले आफ्नो जीवनमा सफलता र खुसी ल्याउन सक्छौँ।
यी सूत्रमध्ये तपाईँले कुन कुन सूत्रको पालना गर्नुभएको छ कमेन्ट बक्समा लेख्नुहोला। साथै केही सल्लाह सुझाव छन् भने पनि कमेन्ट बक्समा उल्लेख गरी हामीलाई अझ परिष्कृत र उत्कृष्ट कन्टेन्ट बनाउन प्रेरित गर्नुहोला। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। साथै तपाईँले बेल आइकन थिचेर हरेक नयाँ भिडियोको जानकारी पनि पाउन सक्नुहुन्छ। अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।